नमस्ते। आज हामी यो बहुचर्चित रवि लामिछाने संलग्न सहकारी ठगी प्रकरणमा अलि गहिरिएर कुरा गर्दैछौँ। हो, यो विषय अहिले निकै पेचिलो बन्दै गएको छ हैन? एकदमै। सुरुवाती आरोपदेखि मुख्य घटनाक्रम, अदालतका निर्णयहरू अनि अहिले ठ्याक्कै के भइरहेको छ त्यसमा केन्द्रित रहन्छौँ। हुन्छ, हामीसँग भएको जानकारी पनि अब प्रारम्भिक उजुरीदेखि लिएर सर्वोच्च अदालतको पछिल्लो आदेशसम्मकै हो। हाम्रो उद्देश्य चाहिँ यो प्रकरण कसरी अघि बढ्यो र अहिले कुन अवस्थामा छ भन्ने बारे एउटा स्पष्ट खाका दिनु हो। ठिक छ, सुरु गरौँ त। सुरुवाती आरोपहरू हेर्दा त पोखराको सूर्यदर्शन, काठमाडौँको स्वर्ण लक्ष्मी अनि रूपन्देहीको सुप्रिम, चितवनको सहारा, धेरै सहकारी जोडिएका छन् नि। हो, धेरै, सयौं करोड रुपियाँ हिनामिना भएको आरोप छ। अनि लामिछाने जो गोर्खा मिडिया नेटवर्कको पूर्व एमडी र पहिले गृहमन्त्री पनि हुनुहुन्थ्यो, उहाँमाथि त अलिक गम्भीर आरोपहरू छन्। सहकारी ठगी, सम्पत्ति शुद्धिकरण, सङ्गठित अपराध पनि। यी आरोपहरू लागेका हुन्। अनि डिसेम्बर 27, 2024 मा त कास्की जिल्ला अदालतमा बयान पनि दर्ता भयो। अनि घटनाक्रम कसरी अगाडि बढ्यो त? पक्राउ कहिले पर्नु भयो? पक्राउ त अक्टोबर 18, 2024 मा काठमाडौँमा रासोपा कार्यालयबाटै। त्यो खासमा सूर्यदर्शन प्रकरण जोडिएर थियो। सूर्यदर्शनको केसमा? तर त्यसपछि जनवरी 2025 तिर त विभिन्न जिल्ला अदालतले धरोटीमा छोड्ने आदेश दिएको जस्तो देखिन्छ नि। हो, कास्कीबाट 65 लाख, काठमाडौँबाट 60 लाख, रूपन्देहीबाट 1 करोड, चितवनबाट 54 लाख यस्तो धरोटी माग भएको थियो। यति ठूलो आरोप लाग्दा पनि धरोटीमा छोड्ने आदेश चाहिँ किन आयो होला सुरुमा? केही अनुमान? खै, सामान्य प्रक्रिया नै हो। प्रारम्भिक अनुसन्धानमा थुनामै राख्नुपर्ने ठोस प्रमाण नपुगेको हो कि अभियुक्त भाग्ने, प्रमाण मेटाउने डर कम देखेर अदालतले धरोटी माग्छ। त्यही अनुसार भयो होला सुरुमा। तर लामिछानेले त अझ धरोटी पनि नतिर्ने, साधारण तारिखमा छोड्नुपर्छ भनेर पोखरा उच्च अदालत जानुभएछ जनवरी 27 मा। उहाँले धरोटी रकम बढी भयो, साधारण तारिखमै रिहा हुनुपर्छ भनेर पुनरावेदन दिनुभएको थियो। तर त्यसपछि अप्रेलमा आएर त पुरै उल्ट्यो नि घटनाक्रम। हो, अप्रेल 4 मा तुलसीपुर उच्च अदालतको बुटोल इजलासले रूपन्देही जिल्ला अदालतको त्यो 1 करोड धरोटीको आदेश नै बदर गरिदियो। अनि त लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई पनि पूर्व परीक्षाका लागि थुनामा राख्न आदेश दियो। पूर्व परीक्षाका लागि थुना? यो भनेको चाहिँ के हो? अलि प्रश्न पारिदिनुहोस् न। यो भनेको चाहिँ मुद्दाको अन्तिम फैसला नहुन्जेल अभियुक्तलाई हिरासतमा नै राख्ने भन्ने हो। मतलब मुद्दाको गम्भीरता बढेको वा अभियुक्तलाई बाहिर राख्दा जोखिम देखेको भन्ने बुझिन्छ। भनेपछि जिल्ला अदालतको भन्दा उच्च अदालतले मुद्दालाई गम्भीर रूपमा लियो। हो, त्यस्तै देखिन्छ। प्रमाण थप बलियो भेटियो कि भन्ने संकेत गर्छ यसले। उच्च अदालतको यस्तो आदेशपछि त उहाँ पक्कै सर्वोच्च जानुभयो होला। जानुभयो। अप्रेल 11 देखि 13 को बीचमा सर्वोच्चमा निवेदन पर्यो। सर्वोच्चले सुरुमा त उच्च अदालतसँग थप कागजात विवरण मगायो। अनि अन्तिम निर्णय के आयो सर्वोच्चलाई त? मे 23, 2025 मा सर्वोच्चले पनि उच्च अदालत बुटवल इजलासकै आदेश सदर गर्यो। त्यो बन्दी प्रत्यक्षीकरण रिट पनि खारेज भयो। सर्वोच्चले पनि थुनामै राख्ने आदेश दिनुको कारण चाहिँ के देखायो? सर्वोच्चको तर्क थियो अहिलेसम्मको प्रमाण हेर्दा निर्दोष देखिने अवस्था छैन। त्यसैले रूपन्देही जिल्ला अदालतले सुप्रिम सहकारीमा अन्तिम फैसला नसुनाएसम्म पूर्वपक्ष थुनामै राख्नु उचित हुन्छ। ओहो, प्रमाणकै कुरा गर्दा कति रकम हिनामिनाको कुरा हो यो? खासमा 1.5 अर्ब भन्दा बढी भन्ने सुनिन्छ। हो, कुल रकम त त्यस्तै बनिन्छ। प्रमाणका रूपमा चाहिँ अब लामिछानेले सयौं चेकहरू उहाँको व्यक्तिगत खाता र गोर्खा मिडियाको खातामा सहकारीबाट पैसा गएको विवरणहरू। अनि लेखा परीक्षण रिपोर्टहरू पनि? लेखा परीक्षण रिपोर्टहरू जसले पैसा दुरुपयोग भएको देखाउँछ भनिएको छ। रूपन्देहीको सुप्रिम केसमा मात्रै त प्रहरीले 42 जनालाई प्रतिवादी बनाएको छ, लामिछाने सहित। त्यहाँ झण्डै 14 करोड 29 लाख हिनामिनाको आरोप छ। भनेपछि अहिलेको स्थिति, मतलब मे 23, 2025 सम्मको अपडेट चाहिँ के हो त? उहाँ कहाँ हुनुहुन्छ? अहिले उहाँ रूपन्देही कारागारमा पूर्वपक्षका लागि थुनामा हुनुहुन्छ। अरू जिल्लाका केसमा धरोटीमा छुटे पनि रूपन्देहीको आदेशले गर्दा थुनामै? ठ्याक्कै त्यही हो। रूपन्देही जिल्ला अदालतले सुप्रिम मुद्दाको अन्तिम फैसला नगर्दासम्म उहाँ थुनामै रहने देखिन्छ। अरू जिल्लाका मुद्दाहरू त चलिरहेका छन्। यो बीचमा राजनीतिक दबावका कुराहरू पनि उठेका थिए नि, हैन? जस्तो अभियोजक सरुवा भएको विषयमा। त्यस्ता चर्चाहरू भए।
सङ्गठित अपराधको मुद्दा नचलाउँदा अभियोजक सरुवा भएको भनेर रेडिट जस्ता ठाउँमा कुरा उठेको थियो। कतिपयले राजनीतिकरण भयो कि भन्ने आशंका गरे। अनि यिनै कानुनी उल्झनले गर्दा उहाँ संसद सदस्यबाट निलम्बित पनि हुनुहुन्छ हैन त? हो, निलम्बित हुनुहुन्छ। यसले कानुनी प्रक्रियासँगै राजनीतिक पाटो पनि जोडिएको स्पष्ट पार्छ। अब अगाडि के होला जस्तो लाग्छ? मुख्य रूपमा रूपन्देही जिल्ला अदालतको फैसला नै कुर्नुपर्ने भयो। पहिलो त त्यही फैसला महत्त्वपूर्ण हुन्छ। त्यसले सुप्रिम प्रकरणमा के ठहर गर्छ हेर्नुपर्छ। अनि त्यो फैसला चित्त नबुझे फेरि पुनरावेदन जान मिल्छ। पक्कै मिल्छ। दुवै पक्षलाई त्यो बाटो खुला रहन्छ। अनि कास्की, काठमाडौँ, चितवनका मुद्दाहरू पनि अघि बढ्छन् नै। यो सबै घटनाक्रम हेर्दा एउटा प्रश्न चाहिँ उठ्दो रहेछ। नेपालको सहकारी क्षेत्र, यसको सञ्चालन, नियमन कति कमजोर रहेछ भन्ने देखियो नि। एकदमै। अनि अर्को कुरा, राजनीति र मिडिया क्षेत्रका व्यक्तिहरूको संलग्नताले यसलाई झन् कस्तो जटिल बनाउँदो रहेछ भन्ने पनि देखायो। हो, यो विषयमा पक्कै पनि अझै धेरै बहस र विमर्श आवश्यक देखिन्छ। आजको लागि यति नै गरौँ। हुन्छ।